के तपाईं पनि चाहनुहुन्छ तपाईको WhatsApp ह्याक नहोस् र ह्याकरले तपाईको पर्सनल च्याट, भिडियोज, फोटोज नपाओस्? त्यसो भए यो तीनवटा सेटिङ तपाईहरु आफ्नो मोबाइलमा तुरन्तै गर्नुहोस्। सबैभन्दा पहिला तपाईहरु WhatsApp खोलेर आफ्नो प्रोफाइलमा चाहिँ आउनु होला। त्यसपछि यहाँ एउटा अप्सन छ अकाउन्ट, यसमा चाहिँ क्लिक गर्नु होला। क्लिक गर्नुहुन्छ भने एउटा अरु अप्सन छ यहाँ 2 स्टेप भेरिफिकेसन, यसमा क्लिक गर्नु होला। जस्तै चाहिँ तपाईहरु क्लिक गर्नुहुन्छ भने 6 डिजिट्स को यसले चाहिँ कोड माग्छ। आफ्नो हिसाबले तपाईहरु कोड राख्न सक्नुहुन्छ। कन्फर्म गर्नु होला। यसबाट के हुन्छ, यदि तपाईको WhatsApp लाई कसैले चाहिँ लगइन गर्न चाहन्छ भने त्यो पिन हुन्छ, त्यो पिन त्यसलाई थाहा हुन्छ अनि बल्ल त्यसले लगइन गर्न सक्छ। र हाम्रो चाहिँ सेकेन्ड सेटिङ यो हो कि फेरि ब्याक आउनु होला। अप्सन दिएछ प्राइभेसी, यसमा चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गरेर स्क्रोल डाउन गर्नु होला। एउटा अप्सन आउँछ एडभान्स, यसमा क्लिक गर्नु होला। एडभान्समा क्लिक गरिसकेपछि यो तीनवटा अप्सनलाई चाहिँ अन गर्नु होला। अब यसमा के हुन्छ, यदि कसैले कुनै व्यक्तिले तपाईहरुलाई मेसेज गरेर चाहिँ परेशान गरिरहेछ, कल गरेर परेशान गरिरहेछ र WhatsApp ले के गर्छ भने त्यसलाई आइडेन्टिफाई गर्छ, पहिचान गर्छ, त्यसपछि त्यसले अटोमेटिकली ब्लक गरिदिन्छ। चाहिँ हाम्रो थर्ड सेटिङ के हो, ब्याक आउनु होला। त्यसपछि यहाँ एउटा कलको अप्सन छ, यसमा चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गरेर यसलाई चाहिँ अन गरिदिनु होला। अब यति अन गर्नुहुन्छ भने यदि कुनै व्यक्तिले अननोन नम्बरबाट तपाईहरुलाई कल गरिरहेछ भने त्यो चाहिँ साइलेन्स भइहाल्छ।